नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले कथा राणा शासनको अन्त्य अर्जुनको संघर्ष लिएर आएको छु। आशा छ तपाईलाई आजको कथा मन पर्नेछ। कथालाई अन्त्यसम्म सुनेर साथ दिनुहोला। प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला। लागौं कथा राणा शासनको अन्त्य अर्जुनको संघर्षतर्फ। पूर्वी नेपालको भोजपुर जिल्लामा रमाइलो हरियो पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो, खोप्टे गाउँ। त्यहाँका मानिसहरू सरल जीवन बाँच्थे, कृषि गरेर गुजारा चलाउँथे। विद्युत थिएन, सडक थिएन, स्वास्थ्य सेवा त टाढाको कुरा भयो, तर मानिसहरूको मन आपसमा जोडिएको थियो। गाउँका बुढापाकाहरू साँझ पिँढीमा बसेर लोककथा सुनाउँथे, बच्चाहरू बाख्रा चराउँथे र युवाहरू खेतबारीमा श्रम गर्थे। त्यही गाउँमा जन्मिएका थिए अर्जुन राई। उनी 5 दाजुभाइ मध्ये जेठा थिए। बाउआमा दुवै कृषक थिए। बाल्यकालदेखि नै अर्जुनको सोच अरूभन्दा फरक थियो। जब उनका साथीहरू गाई बाख्रा चराएर रमाएका हुन्थे, उनी बुढाबुढीहरूबाट देशको पुरानो कथा, इतिहास र शासकहरूको चरित्रबारे सोध्ने गर्थे। उनका बाउ चन्द्र राई एक मेहनती मानिस थिए, जसले सधैँ भन्थे खेत जोतेर पेट भर्ने, तर किताब पढेर विचार बनाउने। गाउँमा एउटा मात्र प्राथमिक विद्यालय थियो। त्यही विद्यालयमा अर्जुनले आफ्नो प्रारम्भिक शिक्षा पाए। विद्यालयका प्रधानाध्यापक पञ्चकुमार अधिकारी उनीमाथि विशेष ध्यान दिन्थे। यो केटो कुनै दिन ठूलै मान्छे बन्छ, पञ्चकुमार प्राय भन्थे। अर्जुनको पढाइमा गहिरो रुचि थियो। उनी गोरखापत्रमा आउने समाचारहरू ध्यान दिएर पढ्थे। राणा शासनको कुरा, राजा त्रिभुवनको नाम, भारतको स्वतन्त्रता आन्दोलनबारे सुनेपछि उनी सोच्दथे, हाम्रो देश पनि किन नफेरिने। अर्जुनको किशोर अवस्था त्यस्तो समयमा बितिरहेको थियो जुन बेला देशमा क्रमशः असन्तोष बढ्दै गएको थियो। जनताले बिस्तारै राणाहरूको अत्याचार बुझ्न थालेका थिए, तर गाउँसम्म यो चेतना ढिलो पुगेको थियो। मानिसहरू राणाहरूको नाम लिन पनि डराउँथे। अर्जुन भने यस्तो थिएन। विद्यालयको कक्षामा उनले पटक पटक सोध्थे, हामीले राजा किन देख्न पाउँदैनौं, जनताले बोल्न किन नपाउने। एकपटक उनले गोरखापत्रमा बीपी कोइरालाको नाम पढे। त्यहाँ लेखिएको थियो कि उनले नेपालमा प्रजातन्त्र ल्याउने अभियान चलाइरहेका छन्। त्यो दिनदेखि अर्जुनको मनमा एउटा आगो बल्न थाल्यो। उनले शिक्षक बन्ने निर्णय गरे, तर त्यो केवल पेशाको लागि मात्र थिएन, त्यो समाजमा परिवर्तन ल्याउने बाटो थियो। विद्यालय सकिएपछि उनले थरान गएर शिक्षक तालिम लिए। थरान त्यतिबेला पूर्वी नेपालको एउटा सक्रिय केन्द्र थियो। यहाँ विभिन्न विचारहरू, कम्युनिस्ट, समाजवादी, प्रजातान्त्रिकको बहस हुने गर्दथ्यो। त्यहाँ उनले पहिलो पटक राजनीतिक गोष्ठीमा भाग लिए। उनीसँग अनुभव व्यापक थियो। उनले थाहा पाए कि केवल बन्दुकले होइन, शिक्षाले पनि क्रान्ति सम्भव छ। थरानबाट तालिम लिएपछि उनी फेरि खोप्टे फर्किए। गाउँलेहरूलाई आश्चर्य लाग्यो, शहरको केटो फेरि गाउँ किन फर्कियो। तर अर्जुनलाई थाहा थियो, परिवर्तनको बिउ त्यही माटोमा रोप्नुपर्छ जुन माटोले उसलाई हुर्काएको हो। विद्यालयमा पढाउने क्रममा उनले पाठ्यक्रममा मात्र सीमित नभइकन सामाजिक र राजनीतिक चेतना पनि दिन थाले। उनले विद्यार्थीहरूलाई मानव अधिकार, स्वतन्त्रता, समानता र न्यायका कुरा बुझाउन थाले। उनी भन्थे, शिक्षा भनेको केवल अक्षर चिन्नु मात्र होइन, यो त दृष्टिकोण हो। गाउँमा फेरि नयाँ तरङ्ग चल्न थाल्यो। युवाहरू उनलाई पछ्याउन थाले। उनीहरू सामाजिक काममा लाग्न थाले। सडक सफा गर्ने, वृद्धलाई सहयोग गर्ने, असहायका लागि चन्दा उठाउने, यस्तो सक्रियता देख्दा केही ग्रामीण बुढापाकाहरू डराए पनि। अब त सरकार हामीलाई हेर्छ कि क्या हो, तर अर्जुन भने अघि बढिरहे। त्यही समय एउटा विशेष घटना भयो जसले अर्जुनको जीवनको दिशा नै बदलियो। गाउँको एउटा युवती मञ्जरी राणा सैनिकद्वारा गरिएको दमनको शिकार भइन्। उनको परिवारमाथि जबरजस्ती कर उठाइएको थियो। विरोध गर्दा उनका बुबालाई कैद गरिएको थियो। अर्जुनले यो घटना सार्वजनिक रूपमा विद्यालयमा बोले। यसले गाउँमा हलचल ल्यायो। यस घटनापछि अर्जुनलाई प्रशासनले बोलाएर चेतावनी दियो। उनले जवाफ दिए, सत्य बोल्नु अपराध हो भने म त्यो अपराध बारम्बार गर्नेछु। यही दिनबाट उनी गम्भीर रूपमा राणा शासन विरुद्ध लाग्ने निर्णयमा पुगे। उनले अब गोप्य बैठकहरू आयोजना गर्न थाले। आफ्नो विश्वासिला विद्यार्थीहरू र केही युवाहरूलाई लिएर राति राति जंगलभित्र छलफल गर्थे। त्यहाँ उनीहरूले नेपालमा भइरहेको राजनीतिक परिवर्तनबारे चर्चा गर्थे। भारतमा अंग्रेजको पतन, नेपाली कांग्रेसको आन्दोलन, राजा त्रिभुवनको दिल्ली शरण र सशस्त्र क्रान्तिको तयारी।
अर्जुनले बुझेका थिए अब केवल पढाएर परिवर्तन सम्भव छैन। अब समय आएको थियो विचारलाई व्यवहारमा उतार्ने। गाउँ अझै शान्त देखिन्थ्यो तर भित्रभित्रै हलचल थियो। अर्जुनको नेतृत्वमा युवाहरू संगठित भइरहेका थिए अनि एउटा दिन आयो जब अर्जुनको मुटुमा शिक्षक मात्र नभई क्रान्तिकारीको आगो सल्कियो र त्यस दिनदेखि सुरु भयो उनी र उनको टोलीको संघर्ष, स्वतन्त्रताको यात्रातर्फको पहिलो पाइला। विक्रम सम्वत 2006 सालको अन्त्यतिर खोप्टे गाउँमा जनचेतना झन तीव्र रूपमा फैलिन थाल्यो। अर्जुन र उनको टोलीले गाउँको प्रत्येक घरमा पुगेर राणा शासनबारे बुझाउने प्रयास गरे। उनीहरूले गाउँभित्र पत्र पम्पलेटहरू बाँड्न थाले। ती पम्पलेटहरूमा राजा त्रिभुवनले भारतको शरण लिएको सन्देश, नेपाली कांग्रेसको क्रान्ति आह्वान र वीर क्रान्तिकारीहरूको कथा उल्लेख गरिएको हुन्थ्यो। अर्जुन भन्थे, यो अब शब्दको युद्ध होइन, आत्माको जागरण हो। उनी अब शिक्षक मात्र होइन, एक चेतना वाहक बनेका थिए। यी गोप्य गतिविधिहरू चाँडै नै राणा सरकारको नजरमा परे। एक साँझ प्रहरीको एउटा टोली गाउँमा आइपुग्यो र केही युवाहरूलाई सोधपुछ गर्यो। अर्जुनले तत्कालै सबै कागजातहरू जलाएर नष्ट गरे र आफ्ना विद्यार्थीहरूलाई सतर्क हुन भने। त्यसपछि उनीहरूले रातको समयमा जंगलमा गोप्य स्थल तयार गरे जहाँ उनीहरूले बैठक, तालिम र योजना बनाउने कार्य गर्न थाले। त्यही बीचमा अर्जुनको टोलीले नजिकैको प्रशासनिक चौकीमा एक सांकेतिक हमला गर्ने योजना बनायो। उद्देश्य हिंसा फैलाउनु थिएन तर शासनको अन्याय विरुद्ध विरोध जनाउनु थियो। योजना अनुसार उनीहरूले आधा रातमा उक्त चौकीमा गई त्यहाँको राणा शासनको झण्डा फेरेर नेपालको पुरानो राष्ट्रिय झण्डा राखे। भित्तामा रातो मसीले लेखे, हामी जनता हौं, अब हामी बोल्छौं। यो घटना सानो भए पनि त्यसको प्रभाव गहिरो थियो। गाउँका मानिसहरूमा आत्मविश्वास बढ्यो, सरकार तर्सियो। केही दिनभित्रै सैनिक टोली गाउँमा खटाइयो। अर्जुनलाई पक्राउ गर्ने आदेश जारी भयो तर उनी गाउँमै थिएनन्। उनी त अब हिलो बाटो हुँदै भोजपुरतर्फ लागिसकेका थिए जहाँ ठूलो विद्रोहको योजना बनिरहेको थियो। भोजपुरमा पुगेपछि अर्जुन नेपाली कांग्रेसको स्थानीय नेतृत्वसँग सम्पर्कमा आए। त्यहाँ उनले पहिलो पटक हात हतियार देखे, प्रतिकारको चिन्ह। उनले भने, हामीले यो लडाईँ केवल बन्दुकले होइन, विचार र एकताको बलमा जित्नुपर्छ। उनले आफ्ना अनुभवहरू बाँडे, संगठन बनाउने तरिका सिकाए र ग्रामीण जनतालाई संगठित गर्न थाले। भोजपुर, खोटाङ, उदयपुरसम्म फैलिएको सञ्जालले एक नयाँ ऊर्जा ल्यायो। त्यही बेला राजा त्रिभुवन भारतमा निर्वासनमा थिए। अर्जुनले दिल्ली शरणार्थी शिविरका समाचारहरू पढे। त्यहाँका प्रसारण हुने गोप्य रेडियो सन्देशहरूले उनीहरूलाई हौसला दिइरहेको थियो। राजालाई फर्काउने र प्रजातन्त्र ल्याउने अभियान अब जनस्तरमा फैलिसकेको थियो। विक्रम सम्वत 2007 साल माघ महिनाको सुरुवात हुँदै गर्दा अर्जुनको टोलीले एउटा ठूलो कदम चाल्ने योजना बनायो, राणा सैनिककै हतियार लुट्ने। यसका लागि उनीहरूले रातको समय छाने। बुटोलबाट झिकाएको सानो हतियार टोली सानो चौकी हुँदै लैजाँदै थियो। अर्जुन र उनका साथीहरूको भिडन्त भयो। खम्साखम्सी भए पनि उनीहरूले केही बन्दुक र गोली लुट्न सफल भए। यो कदमले राणा प्रशासनलाई झस्कायो। अर्जुनले आफ्ना अनुयायीहरूलाई भने, अब पछि हट्ने बाटो छैन, राजा फर्कनुहुन्छ, प्रजातन्त्र आउँछ, तर त्यसका लागि हामीले हाम्रो हिम्मत देखाउनै पर्छ। उनीहरूको आवाज अब केवल खोप्टे गाउँमा सीमित थिएन, यो पूर्वी नेपालको पहाडतिर पनि गुन्जिसकेको थियो। विक्रम सम्वत 2007 सालको माघको पहिलो साता नेपालको इतिहासमा निर्णायक मोड लिने दिनहरू सुरु हुँदै थिए। अर्जुन र उनका साथीहरू भोजपुरको पहाडी जंगलमा युद्ध अभ्यासमा व्यस्त थिए। गाउँघरका युवाहरू हातमा बन्दुक तेर्साउने अभ्यास गर्दै थिए। तर अर्जुन भने, हरेक रात टुकीको उज्यालोमा नयाँ पुस्तिका तयार गर्थे, प्रजातन्त्र के हो। माघ 7 गते बिहान गाउँको चौरमा ठूलो सभा भयो। अर्जुनले पहिलो पटक खुला रूपमा भाषण गरे। उनको स्वर गर्जिएको थियो, राणाहरूको शासन अन्त्य अब टाढा छैन, राजा त्रिभुवन अब निर्वासित छैनन्, उनी नेपाल फर्कने दिन आउँदैछ, हामीले अब चुप लाग्ने समय होइन, हामी जनताको शासन स्थापना गर्न कसम खाऊ। सभामा सहभागीहरूको आँखामा आँसु थियो। यथार्थ बुझेर होइन, आशाले भरिएका सपना लिएर। धेरैले पहिलो पटक थाहा पाए कि राजा देशमा छैनन् र प्रजातन्त्र भन्नाले जनतालाई शासन गर्न दिने हो। अर्जुनले सबै युवालाई हात उठाएर प्रतिज्ञा गर्न लगाए, जबसम्म देशमा स्वतन्त्रता हुँदैन हामी संघर्ष गर्छौं। यही दिनदेखि अर्जुनले आफ्नो आन्दोलनलाई संगठित रूपमा अगाडि बढाउन थाले। उनीहरूले खोप्टे जनसेना नामको स्वतन्त्र फौज स्थापना गरे। सेना भन्नसाथ ठूलो लागे पनि ती केवल 20 जना युवाहरू थिए।
तर हरेकको मुटुमा देशप्रेम भरिएको थियो। उनीहरूको मुख्य कार्य थियो प्रहरी चौकीहरूमा नजर राख्ने, सुराकीहरूलाई रोक्ने, गाउँमा शिक्षा र स्वास्थ्यबारे जनचेतना फैलाउने र आवश्यक परेमा सशस्त्र प्रतिकार गर्ने। यसबीच देशका अन्य भागहरूमा पनि क्रान्तिको लहर फैलिन थालेको थियो। काठमाडौँमा नेपाली कांग्रेसका नेता टंकप्रसाद आचार्य, सुवर्ण शमशेर, गणेशमान सिंह लगायतका नेताहरू भूमिगत भएर जनतालाई एकजुट पारिरहेका थिए। वीरगञ्ज, जनकपुर, धरान, बुटवल, नेपालगञ्जमा ठूलो प्रदर्शनहरू भइरहेका थिए। राणा शासन दिनानुदिन दबावमा आइरहेको थियो। अर्जुनले ती सबै खबरहरू ध्यानपूर्वक अध्ययन गर्थे। रेडियो दिल्लीमा राजा त्रिभुवनले दिएको सन्देश सुनाएपछि त उनले रातभर गाउँमा घर घर गएर त्यो समाचार सुनाए। उनले भने, राजाले हामीमाथि विश्वास गर्नुभएको छ, अब हाम्रो पालो हो। माघ 10 गते अर्जुनको टोलीले नजिकैको एक सानो प्रशासनिक क्याम्प कब्जा गर्यो। त्यहाँबाट कागजात, करको रसिद र केही शस्त्र लियो। यो खबर भोजपुर हुँदै धरानसम्म फैलियो। अर्जुन अब केवल खोप्टेका शिक्षक होइनन्, पूर्वी विद्रोहका नायक बनेका थिए। उनले नयाँ योजनाको सुरुवात गरे, गाउँ गाउँमा जनसरकार। यो अभियान अन्तर्गत उनीहरूले प्रत्येक गाउँमा एउटा समिति बनाइदिए, जसले प्रशासनिक कार्य, विवाद समाधान, आपतकालीन स्वास्थ्य र सुरक्षाको काम गर्न थाले। यसले जनतालाई पहिलो पटक शासन हाम्रो पनि हुन सक्छ भन्ने अनुभूति गरायो। राणाहरूका कर्मचारीहरू गाउँमा जान डराउन थाले। उनीहरूको शासनको जरु खनिन थाल्यो। माघ 13 गते भारतको दिल्लीबाट समाचार आयो, राजा त्रिभुवन नेपाल फर्कन लाग्नु भएको छ। अर्जुनको आँखामा आँसु झर्यो। त्यो रात उनले गाउँको प्रत्येक युवालाई झिकाएर भने, हामीले जुन सपना देखेका थियौं त्यो अब साकार हुँदैछ। हामीले राजा फर्काउँछौं जसले हामीलाई बोल्न दिन्छन्। माघ 15 गते बिहान गाउँमा ठूलो उत्सव मनाइयो। बुढाबुढी, महिला, बालबालिका सबैले फूल, धूप, ध्वजा लिएर गाउँको मन्दिरमा पूजा गरे। अर्जुनले सबैलाई एउटै सन्देश दिए, प्रजातन्त्र केवल शासनको फेरबदल होइन, यो चेतनाको क्रान्ति हो। अब हामी आफैका लागि सोच्न थाल्नुपर्छ। त्यही दिन बेलुका अर्जुनले एउटा गुप्त बैठक राखे। उनले सबै नेताहरूसँग भने, राजा फर्कनु भयो भने काठमाडौँमा ठूलो आन्दोलन हुनेछ। हामीले हाम्रो प्रतिनिधित्व त्यहाँ गर्नै पर्छ। त्यसैले हामी अब काठमाडौँ जानुपर्नेछ। बैठकको अन्त्यमा सबैले सहमति जनाए। खोप्टे जनसेनाको प्रतिनिधित्व टोली काठमाडौँ जानेछ। अर्जुन आफै नेतृत्व गर्ने निर्णय भयो। यात्रा कठिन थियो, पहाड, नदी, हिउँ, सुरक्षाको डर। तर अर्जुन र उनको टोली माघ 16 गते राति हिँडेर चिया बगान, गाउँहरू हुँदै धरान आइपुगे। धरानबाट उनीहरूले भारतीय नाका काटे र विराटनगर हुँदै बुटवल पुगे। त्यहाँ नेपाली कांग्रेसका नेताहरूले स्वागत गरे। सबैले अर्जुनलाई पूर्व विद्रोहका योद्धा भन्दै सम्मान गरे। माघ 18 गते राजा त्रिभुवन काठमाडौँ फर्किए। सिंहदरबारमा देशभरका विद्रोहीहरू जम्मा भए। अर्जुन पहिलो पटक काठमाडौँ पुगेका थिए। उनले त्यहाँ देशभरका विद्रोहीहरूसँग भेट गरे। गाउँको क्रान्ति अब राजधानीमा केन्द्रित भइसकेको थियो। माघ 20 गते राजा त्रिभुवनले राणा शासनको अन्त्य र प्रजातान्त्रिक शासनको सुरुवात घोषणा गरे। अर्जुनको आँखामा आँसु थियो, मुखमा मुस्कान। त्यो दिन उनले महसुस गरे, जीवनभरको सङ्घर्ष आज सार्थक भयो। तर उनको यात्रा यतिमै सकिएन। उनले आफ्ना अनुयायीहरूसँग भने, सत्य लडाईँ त अब सुरु हुन्छ, साक्षरता, स्वास्थ्य, समानताको लडाईँ। अब हामी पढ्नु पर्नेछ, लेख्नु पर्नेछ। र त्यसै गरी सुरु भयो अर्जुन र खोप्टे गाउँको नयाँ अध्याय। प्रजातन्त्रको घोषणा भएसँगै सिंहदरबारका पर्खालहरू भत्किए जस्तै लाग्थ्यो अर्जुनलाई। सडकमा उर्लिएको जनसागर झण्डा फहराउँदै स्वतन्त्रताको गीत गाउँदै थियो। तर यो केवल उत्सव मात्र थिएन, यो चुनौतीको सुरुवात थियो। राजा त्रिभुवनले मन्त्री परिषद पुनर्गठन गरेपछि केही नयाँ अनुहारहरू सरकारमा देखिए। तर धेरै जसो पुरानै राणा र दरबारीहरूकै अनुहार पुनः देखा परे। अर्जुनको मनमा प्रश्न उठ्यो, के यही हो हाम्रो लडाईँको फल? राजधानीको सडकमा अझै पनि दरबारका गाडीहरू गुडिरहेका थिए। पुराना खुसीहरू नयाँ लुगा लगाएर फर्किरहेका थिए। अर्जुनले खोप्टे फर्कनु अघि कांग्रेसका युवासँग बैठक राखे। बैठकमा उनले स्पष्ट बोले, हामीले प्रजातन्त्रको ढोका खोलेका हौं, तर भित्र पस्ने बाटो अझै पुरानै छ। अब हामीले शिक्षा, स्वास्थ्य र समानताको कुरा अगाडि बढाउनुपर्छ। यसका लागि गाउँ फर्कनु नै हाम्रो पहिलो कर्तव्य हो। काठमाडौँको भेट, नाराबाजी, सभाहरूपछि अर्जुन फेरि खोप्टे फर्किए। तर खोप्टे अब पहिले जस्तो थिएन। गाउँका युवाहरू गर्वले हिँड्थे। बुढापाकाहरूले अर्जुनलाई गुरु अर्जुन भन्न थालेका थिए। गाउँमा पहिलो पटक औपचारिक विद्यालय खोल्ने योजना बनेको थियो। अर्जुन आफैले त्यसको पहल गरे। विद्यालयको नाम राखियो स्वतन्त्र जनता प्रावि। पहिलो दिन कक्षामा 40 जना बालबालिकाहरू उपस्थित थिए।
केटीहरू पनि स्कुल आउन थालेका थिए। यो गाउँमा पहिलो पटक भएको परिवर्तन थियो। अर्जुन भन्थे, प्रजातन्त्र भनेको सबैको बराबरी हो, छोरीहरूको पनि। साथै उनले गाउँमा स्वास्थ्य सहयोग समिति गठन गरे, जसले सानो औषधालय खोल्यो। गाउँमा गर्भवती महिलाहरूको चेक जाँच हुन थाल्यो, बालबालिकाले खोप पाउन थाले। तर परिवर्तन यति सहज थिएन। राणाकालीन प्रभाव अझै बाँकी थियो। पहिलेका जमिनदारहरू अझै पनि कर उठाउने प्रयास गर्थे। अर्जुनले गाउँको जनसहयोगमा यस्ता क्रियाकलापहरू रोक्न थाले। उनले जनतासँग भनिरहेका थिए, अब कर राज्यलाई होइन, गाउँको विकासका लागि हो। हामी आफैले निर्णय गर्नुपर्छ। 2008 सालको वैशाखमा जिल्ला प्रशासनले अर्जुनलाई बोलायो। उनलाई सम्मान पत्र दिने निर्णय थियो। भोजपुरकै किल्लामा, जहाँ कहिले स्वतन्त्रताको नाम लिन पाइँदैन थियो, अब अर्जुनलाई गाउँ नायक उपाधि दियो। अर्जुनले बोले, यो सम्मान मेरो होइन, खोप्टेका जनताको हो। हामी सबै नायक हौं, हामीले लडेर जितेका हौं। उनको बोली गाउँका स्कुलका पाठ्यक्रममा समावेश गर्न थालियो। बालबालिकाले कविता लेख्न थाले। नाटकमा राणा हटाउ प्रदर्शन हुन थाल्यो। तर अझै परिवर्तन अधुरो थियो। धेरै ठाउँमा जातीय विभेद यथावत थियो। अर्जुनले एउटा रात गाउँमा दलित युवासँग गुप्त बैठक राखे। उनले भने, अब समय आएको छ, गाउँको मन्दिर सबैका लागि खुला हुनुपर्छ, पानीको धारा सबैले प्रयोग गर्न पाउनुपर्छ। त्यसपछि खोप्टेको इतिहासमै पहिलो पटक एउटै धारा निर्माण गरियो, जसलाई सबै समुदायले प्रयोग गरे। त्यो धारा एकता कुण्ड नामले चिनिन थाल्यो। यसले गाउँमा ठूलो सामाजिक परिवर्तन ल्यायो। अर्जुनले भने, यो केवल पानी होइन, यो समानताको धारा हो। 2009 सालसम्म खोप्टे जिल्लाभरकै नमुना गाउँ बन्न पुगेको थियो। अन्य गाउँहरूबाट मानिसहरू आइदिने, हेर्ने र सिक्ने गर्थे। अर्जुन अब केवल क्रान्तिकारी थिएनन्, उनी विकासको नेता बनेका थिए। एक दिन पत्रकारहरूको टोली खोप्टे आयो। पत्रकारले सोधे, अर्जुनजी, तपाईलाई राजनीतिमा प्रवेश गर्न मन छैन? मन्त्री बन्ने अवसर त तपाईका लागि खुल्ला छ। अर्जुन मुस्कुराए, म राजनीति गर्न होइन, जनताको चेतना जगाउन लडेको हुँ। मेरो संसद यही पाठशाला हो। मेरा मन्त्रीहरू यी किसान, शिक्षक र बालबालिका हुन्। देश परिवर्तन कुर्सीमा बसेर होइन, माटोमा उभिएर हुन्छ। गाउँको चोकमा एउटा शिलालेख राखियो। यहाँबाट सुरु भयो स्वतन्त्रको यात्रा, जुन थालिएको थियो राणा शासनको अन्त्यका लागि, तर समाप्त भयो बराबरी, शिक्षा र मानवताको सुरुवातमा। अर्जुनले आफूलाई कहिले महानायक मानेनन्। उनी भन्थे, क्रान्ति कहिले पूरा हुँदैन, यो यात्रा हो, पुस्ताबाट पुस्तासम्मको यात्रा। त्यसैले उनले आफ्नो नातिलाई पहिलो दिन कक्षामा लेख्न लगाए, हामी स्वतन्त्र छौं किनभने हाम्रा पुर्खाहरू बाँधिएका थिए। अब हामीले हाम्रो सन्तानलाई स्वतन्त्रताको मूल्य बुझाउनुपर्छ। 2010 सालको सुरुमा खोप्टे गाउँले पहिलो इतिहास बनायो। यसपटक राजनीतिक होइन, सांस्कृतिक क्रान्तिको। गाउँको चोकमा स्थापित भएको थियो जनता स्मृति संग्रहालय, जहाँ राणा शासनको दमन, जनआन्दोलनका झण्डा, अर्जुनको पहिलो भाषणको कपी र खोप्टेका नारीहरूले बुनेका स्वतन्त्रताको झण्डाहरू राखिएका थिए। अर्जुनले यो संग्रहालयलाई केवल विगत सम्झनका लागि होइन, भविष्य निर्माणका लागि शिक्षा केन्द्र बनाउने योजना बनाएका थिए। उनले गाउँका युवाहरूसँग बैठक गरे। हामीले जितेको स्वतन्त्रता केवल पुस्तिका र तस्बिरमा होइन, व्यवहारमा देखिनुपर्छ। यही क्रममा एक दिन काठमाडौँबाट अर्जुनका पुराना मित्र महेन्द्र बहादुर खोप्टे आए। उनी हालै गठित संविधान सभाका सदस्य भइसकेका थिए। उनीहरूसँगको कुराकानीले अर्जुनको चिन्ता झल्कियो। संविधान बन्ने कुरा हुँदैछ, तर दल अझै आफ्ना स्वार्थमा छन्। हामीले खेतमै लडेका थियौं, तिनीहरू कुर्सीकै लागि भिडिरहेका छन्। महेन्द्र बहादुरले सम्झाए, क्रान्ति तिमीहरूले थाल्यो, तर नीति त हामीले बनाउने हो। अर्जुन गम्भीर भने, क्रान्ति बिना नीति गन्धहीन हुन्छ र नीति बिना क्रान्ति दिशाहीन। हामी दुवै पक्ष एकसाथ नचलिएसम्म देश फेरिँदैन। त्यही साता खोप्टेको विद्यालयमा स्वतन्त्रता सप्ताह मनाउने कार्यक्रम तय भयो। बालबालिकाहरूले अर्जुनको जीवन र नेपाली जनआन्दोलनका घटनाहरूमा आधारित नाटक मञ्चन गरे। एउटा बालकले अर्जुनकै संवाद बोले, हामी स्वतन्त्र छौं, तर अझै समान छैनौं। त्यो वाक्यले अर्जुनलाई भित्रसम्म छोयो। त्यसपछि उनले गाउँमा नवविचार मञ्च गठन गरे, जहाँ हरेक हप्ता युवाहरू, महिलाहरू, शिक्षकहरू भेला हुन्थे र संविधान, अधिकार, विकास र स्थानीय शासनबारे छलफल गर्थे। यो खुला सभा थियो, जहाँ कुनै पनि मतलाई दबाइँदैन थियो। एक दिन एक दलित महिला उठिन्, हामीलाई मत हाल्न त दिएको छ, तर हाम्रो स्वर अझै सुन्दैनन्। तपाईले सबैका लागि बोल्ने कुरा गर्नुहुन्छ, तर महिलाहरू अझै दोस्रो दर्जाका नागरिक झैं गरिन्छ। अर्जुनले त्यो दिन आफ्नो गल्ती स्वीकारे।
हामीले क्रान्ति सबैका लागि लडेका थियौं, तर व्यवहारमा अझै अपुरा छौं। अब यो मञ्च तपाईकै नेतृत्वमा अघि बढोस्। उनले त्यो महिलालाई मञ्च संयोजक बनाइदिए। 2011 सालको अन्त्यतिर खोप्टे गाउँले फेरि एक कदम अघि बढायो। जनमत सभा नामक अनौपचारिक गाउँ संसद गठन गरियो। यहाँ विकास योजनाको निर्णय सर्वसम्मतिले हुन्थ्यो। योजना पास नहुनका कारण सार्वजनिक रूपमा लेखिन्थ्यो। अर्जुनले भने, यो नै साँचो गणतन्त्र हो, जहाँ सरकार जनता आफै हुन्छन्। काठमाडौँबाट फेरि एक टोली खोप्टे आयो। यसपटक अन्तर्राष्ट्रिय संस्था UNDP को प्रतिनिधित्व गर्दै खोप्टेले प्राप्त गरेको सामाजिक समावेशिता, सहभागितामूलक शासन र महिलाको नेतृत्वको उदाहरण प्रस्तुत गर्न उनीहरू आएका थिए। UNDP को रिपोर्टमा लेखिएको थियो, Nepal's model of participatory rural democracy can begin from a place like Khopte, where revolution translated into reflection and reform. अर्जुनका आँखा रसाए। उनको जीवनको यात्रा केवल गोली र नारा होइन, व्यवहार र उत्तरदायित्वमा परिणत भएको थियो। तर त्यो दिन साँझ उनले डायरीमा लेखे, म सधैँ सोच्छु कि हामीले राणा शासन मात्र हटायौं कि त्यो सोच पनि हटायौं। राणा त राजा थिए, तर हामी भित्र पनि कतै सानो राणा बाँकी छैन। हाम्रो साँचो स्वतन्त्रता तब हुनेछ जब हामी आफूभित्रको असमानता हटाउन सक्छौं। त्यस बेलाको अर्जुन, जसले बम बोकेर गाउँ छोडेका थिए, अब कलम र सोचका साथ गाउँ हाँकिएका थिए। उनी थाकेका थिएनन्, उनी अब सर्जक थिए, शिक्षक रूपी योद्धा। अर्जुनको जीवनप्रति गाउँका जनतामा एउटा अपार सम्मान थियो र उनको प्रयासहरूलाई सकारात्मक दृष्टिकोणले हेरिएको थियो। तर जस्तो जस्तो समय बित्दै गयो, गाउँमा केही समस्याहरू अझै अडिग थिए। प्रजातन्त्रको घोषणा भए तापनि राज्यले तल्लो स्तरमा अव्यवस्था र कागजमा लेखिएका सुधारहरू सीमित मात्रामा प्रभावकारी थिए। राणा शासनको जडहरू अझै समाजका केही क्षेत्रमा गहिरिएको थियो। अर्जुनलाई थाहा थियो, असल सरकार गठनसँगै यथार्थमा परिवर्तन ल्याउनका लागि अझै सङ्घर्ष गर्नुपर्ने थियो। गाउँका संरचनामा जातीय भेदभाव, शिक्षा र स्वास्थ्यको पहुँचमा असमानता र विकासको काममा ढिलाइ देखिन थालेका थिए। अर्जुनले गाउँको विकासका लागि आफ्नो जस्तो छोटो समयमा केही उपलब्धिहरू प्राप्त गरेका थिए, तर अझै ठूलो परिवर्तनको आवश्यकता थियो। यसकारण उनले समानता र एकताको विचारलाई अझ गहिरो बनाउने निर्णय गरे। उनले विभिन्न जाति र समुदायका सबै सदस्यहरूको सहभागितामा सामाजिक आन्दोलन सुरु गरे। यसका लागि उनले पहिलो पटक एक जातीय संगठन गरे, जसले सबै वर्गका व्यक्तिहरूलाई समान अधिकार र अवसरको पक्षमा सङ्घर्ष गर्न प्रेरित गर्यो। अर्जुनको यो विचारले गाउँका विभिन्न समुदायमा सकारात्मक परिवर्तन ल्यायो। एकता कुण्ड नामको धारा बनाइयो, जसले एकै स्थानमा सबै जातिहरूका मानिसहरूले पानी ल्याउन सक्ने सुविधा पाउँथे। यसले सामाजिक विभाजनको दूरीलाई फत्काउँदै सबैलाई एकतामा बाँध्ने काम गर्यो। अर्जुनलाई थाहा थियो, शारीरिक स्वतन्त्रता मात्र होइन, मानसिक स्वतन्त्रता पनि महत्त्वपूर्ण छ। तर यसको अपवाद भनेको उनका केही प्रतिद्वन्दीहरू थिए, जसले सामाजिक ढाँचामा भइरहेका परिवर्तनहरूलाई चुनौती दिने प्रयास गरे। उनीहरूले जातीय भेदभाव र पुराना परम्पराहरूको रक्षा गर्न थाले। ती तत्त्वहरूले अर्जुनको प्रयासलाई चुनौती दिए, तर उनले कहिल्यै हार मानेनन्। समाजमा समानता ल्याउनका लागि सङ्घर्ष गर्नुपर्छ, हाम्रा पुराना विश्वासहरूलाई बदल्नुपर्छ, उनी सधैँ भन्थे। यसबीचमा गाउँमा शिक्षा र स्वास्थ्यका सुधारका लागि गरेको कामले अर्जुनलाई बढी लोकप्रिय बनायो। उनले स्वास्थ्य क्षेत्रको सुधार गर्नका लागि एउटा स्वास्थ्य समिति गठन गरेका थिए। 2009 सालको सुरुवातमा उनले नयाँ पुस्तालाई शिक्षित गर्ने उद्देश्यले स्वतन्त्र जनता प्रावि स्थापना गरे। यस विद्यालयले गाउँमा केवल शैक्षिक सुधार मात्र होइन, सामाजिक चेतनाको क्रान्ति पनि ल्यायो। अरू गाउँका मानिसहरूले यस स्कुललाई एउटा आदर्शको रूपमा हेर्न थाले। अर्जुनको नेतृत्व, क्षमता र उनले गरेका प्रयासहरूले गाउँमा ठूलो परिवर्तन ल्यायो। उनले सधैँ भनेका थिए, केवल सशस्त्र सङ्घर्षले क्रान्ति हुँदैन, शिक्षा र चेतनाले पनि समाजमा गहिरो परिवर्तन ल्याउँछ। 2009 सालको मध्यसम्म अर्जुनको नेतृत्वमा खोप्टे गाउँ एक उदाहरण बनिसकेको थियो। अन्य गाउँहरूले पनि खोप्टेको मोडेल अपनाउन सुरु गरे। यहाँका शिक्षक, स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताले अर्जुनको नायकत्व र शिक्षालाई पालन गर्दै गाउँका अन्य समस्याहरू समाधान गर्न अघि बढेका थिए। तर अर्जुनका लागि यो सङ्घर्षको केवल एक क्षण थियो। उनले भनिरहेका थिए, क्रान्ति कहिले रोकिँदैन, यो एक यात्रा हो जसमा अझै धेरै यात्रुहरू समावेश हुनेछन्। तर अर्जुनको जीवनमा एक नयाँ चुनौती पनि आयो। उनलाई थाहा थियो कि उनी एक दिन सकिन्थे, तर परिवर्तनको यात्रा निरन्तर अघि बढ्नुपर्छ।
उनले आफ्ना युवा अनुयायीहरूलाई प्रशिक्षित गरेर र तिनीहरूलाई नेता बन्नका लागि प्रेरित गरेर आफूलाई अझै पनि अर्को तर्फको लक्ष्यमा केन्द्रित राखे। अर्जुन अब वृद्ध थिए, तर उनको जोश अझै कम भएको थिएन। उनी आफ्नो जीवनको अन्तिम समयसम्म परिवर्तन र समानताका लागि सङ्घर्ष गर्दै थिए। उनले आफ्नो नातिलाई भनेका थिए, तिमी कहिल्यै नसोच तिमीले के प्राप्त गर्न सक्यौ, सधैँ सोच तिमीले के दिन सक्छौ। यही हो स्वतन्त्रताको साँचो मूल्य। अर्जुनको निधनपछि गाउँमा उनलाई श्रद्धाञ्जली अर्पण गर्न विशाल समारोह आयोजना गरिएको थियो। तर उनका काम, उनका विचार र उनका प्रयासहरू जसले गाउँको सामाजिक संरचनामा परिवर्तन ल्याए, त्यहाँका प्रत्येक व्यक्तिको जीवनमा स्थायी रूपमा बस्यो। अर्जुन राई केवल एक नेता मात्र थिएनन्, उनी एक विचारक, एक आन्दोलन र एक प्रेरणा बनेका थिए। उनी भन्थे, समाज बदल्नका लागि व्यक्तिगत परिवर्तन आवश्यक छ र व्यक्तिगत परिवर्तनका लागि शिक्षा र समानता पहिलो कदम हो। अर्जुनको यो यात्रा, जसले राणा शासनको समाप्ति र प्रजातन्त्रको स्थापनाका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरे, आज नेपालका युवाहरूसँग जोडिएको एउटा प्रेरणा स्रोत बनेको छ। उनको विचार र सङ्घर्षको आवाज आज पनि गुन्जिरहेको छ। यो रहेको थियो कथा राणा शासनको अन्त्य, अर्जुनको सङ्घर्ष। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला। भोलिको भिडियोमा नयाँ कथाको साथ उपस्थित हुनेछु। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।